मैले पनि हिँड्यो धेरै मिहिनेत गरेर चिज किनेर ल्याएको तिनवटा मात्रै हो कटवाला त ल्यान्डिङ भन्छ नि सर्कलवाला के त यसलाई चाहिँ भएको रेन वाटरलाई चाहिँ हामी डिफ्रेन्ट वेमा युज गर्न सक्छौँ के अरे बगैँचामा पानी तपाईँहरू के गर्नु 24 त्यसलाई राखिरहनुहोस् ल साथमा ल अरे दर्शन अलिकति यता सारा काम छ तिमी होइन चियरहरू यता ल्याउनु छ हाम्रो अर्को मिस आएको छैन न आज अस्ति नआएको मिस आउनु भयो किन चाहिएको चाहिँ म बोलाउँ होइन देखिनँ भने डबल टेप हो यो चाहिँ फ्यान भयो होइन यस्तै विन्ड छ होइन विन्ड चाहिँ के भन्छ यहाँबाट एयर रेजिस्टेन्स हुन्छ होइन एयरबाट चाहिँ मेकानिकल एनर्जी एउटा एयर भने चाहिँ त्यो मेकानिकल एनर्जीले गर्दा त्यहाँ मुनि इलेक्ट्रिक एनर्जी जेनेरेट तर यो चाहिँ स्पिड हो होइन यहाँ चाहिँ हामीले इलेक्ट्रिक एनर्जी यता दियो होइन त्यसले चाहिँ मेकानिकल एनर्जी कन्भर्ट गर्यो कि अनि यहाँ चाहिँ हामीले त्यो की कम्पाउन्ड्सहरू डाइनामोहरू के भन्छ इलेक्ट्रिक मोडभित्र हुने की कम्पाउन्ड्सहरू चाहिँ हामी यहाँ पार्टमा देखाएको छौँ होइन यो चाहिँ पुरै रेडी मोडलै भयो एउटा होइन यो चाहिँ इन्टरनल स्ट्रक्चर भयो त्यहाँभित्रको होइन अनि यो चाहिँ पार्ट्सहरू भयो कि यो चाहिँ स्टार्टर हो यहाँभित्र एउटा पर्मानेन्ट म्याग्नेट हुन्छ होइन यो चाहिँ कोइल आर्मेचर हामी यसलाई आर्मेचर भनाउनु छ होइन अनि यो चाहिँ के भन्छ कार्बन ब्रस यसले चाहिँ एउटा स्टेसनको काम गर्छ यसले इलेक्ट्रिक करेन्टलाई यहाँ कोइलसम्म लाने काम गर्छ यसले होइन अनि अब मोटर इफेक्ट भनेको चाहिँ होइन जब यसमा हामी इलेक्ट्रिकल करेन्ट पास गर्छौँ नि होइन यो र यो पर्मानेन्ट म्याग्नेट र यो टेम्परेरी म्याग्नेट जब चाहिँ हामी इलेक्ट्रिसिटी पास गर्छौँ यो एउटा टेम्परेरी म्याग्नेट भन्छ जबसम्म चाहिँ इलेक्ट्रिसिटी यहाँ रहन्छ त्यतिसम्म टेम्परेरी म्याग्नेट हुन्छ होइन अनि दुईवटा बिचमा चाहिँ होइन म्युचुअल एट्र्याक्सन र रिपल्सन हुन्छ अनि त्यसपछि मेकानिकल एनर्जी कम हुन्छ अनि त्यसपछि फ्यान चल्छ अनि यो एउटा फ्यानको मोडल भयो होइन यो चाहिँ सेन्सिङ मेसिन कार्बन डाइअक्साइडलाई चाहिँ अक्सिजन दिएर त्यो शुद्ध बनाइन्छ अनि यो चाहिँ अनि शुद्ध रगत चाहिँ पल्मोनरी भेन हुँदै पुनः फेरि मुटुमै आउँछ केही बुझ्दैन शुद्ध रगत चाहिँ यो बाटो हुँदै यहाँ आइपुग्छ र राइट लेफ्ट आर्टरमा यहाँ भएको भल खुल्छ र भल खोलिसकेपछि रगत यहाँ फ्लो हुन्छ र यो भल बन्द हुन्छ मुटुले चाहिँ पम्प गर्नुभएको अनि फेरि यो रगत चाहिँ यो बाटो हुँदै यहाँ पुग्छ र यहाँ भल खुल्छ र यो भल खोलेपछि यहाँ पुग्छ यसलाई भन्छ र यो चाहिँ मुटुको सबैभन्दा ठुलो यो गरेर देखाउन आँट्यो हो भाइ ठिकसम्म अहिले भिडियो बनाएको अहिले पछि आउँछन् है भाइ राम्रो छ प्रेजेन्ट गर्न ल
फेरि ट्राई गर्नु त कुन चाहिँ लमा यो गरेर देखाउन आँटे हो भाइ ठिक छ म अहिले भिडियो बनाएको अहिले पछि आउँछन् है भाइ राम्रो छ प्रेजेन्ट गर्नु ल फेरि ट्राई गर्नु त कुन चाहिँ लमा सिद्धार्थ स्कुल होइन भाइ के भन्नु छ भने म अरूले सोध्निराख्दा चाहिँ सोध्दिनँ के भन्नु छ भने भन पछिको कललाई कन्फिडेन्स बढाउनु छ भने इङ्ग्लिस नमस्ते नमस्ते के भन्न खोज्यो हो ल भन यो चाहिँ हामीले म्याग्नेटिक इलेक्ट्रिक म्याग्नेटिकको इफेक्ट देखाउन खोजेको यसमा चाहिँ हामीले एउटा आइरन मेन युज गरेको छौँ अनि यसलाई चाहिँ हामीले इन्सुलेटेड कपर वायरले ऱ्याप गरेको छौँ अनि यो यसलाई होइन हामीले पोजिटिभ टर्मिनलको ब्याट्री र नेगेटिभ टर्मिनलको ब्याट्रीमा गऱ्यो भने यसले स्मल आइरन अब्जेक्टहरूलाई अट्याच्ड गर्छ अनि हामीले निकाल्यो भने चाहिँ यो ओके ल गुड ल केही भन्नु छ बाबु नमस्ते हामीले यो चाहिँ हाइड्रोलिक सिटी बनायो यहाँ चाहिँ हाइड्रोलिक ग्रिड छ अनि हाइड्रोलिक ग्रेन्ज अनि हाइड्रोलिक लिफ्ट र म्याग्नेटिक फिल्डलाई म्याग्नेटिक फिल्ड ओके यो चाहिँ ब्रिज भयो अनि यहाँ सिप आउँदाखेरि चाहिँ यो मास्तिर सिपलाई बाटो छुन्छ बाटो छ म्याग्नेटिक फिल्ड कम हुन्छ ओके छ श्रीराम स्कुलको यहाँ कसैलाई के सोध्नु हुँदैन ल ए हाम्रो सरको स्कुल ल ल भाले सरको जोस छ ल दरै तयारी छ नि सर हाम्रो डिस्क्राइब गर्ने भाइ आज रहन्छ नि कता गएछ एकछिन न त्यहाँ Thank you for watching.